खोइ रेडी हुने हैन के गर्नु रेडी हुने र मलाई यस्तो चाहन्छ मेरो भाइले कमलिका भनेको तिमी मलाई नभन नि त्यस्तो यार त्यो बत्ती बाले हुन्थ्यो नि आइस यताको मम्मी साडी ल्याइदिनु त्यो मर्डर मिस्ट्री हुने होला अनि गो काटिङ जाने भनेको होइन हजुर गो काटिङ साइडलाई जाने हजुर फोटो खिच्न DSLR-बाट फोटो खिच्ने हो के त्यही भएर हजुरले भ्लग हेर्नुभयो पृथ्वीजीको गएको भ्लग तिम्रो हेरेको थियौ तिम्रो हाइकिङ गएको हेरेको थियौ ऊ पनि नयाँ फलोवर हो नि त मेरो नयाँ सब्सक्राइबर यहाँबाट ढोकाबाट छिर्नुभन्दा अगाडि पहिला युट्युबमा सब्सक्राइब गर्दै अनि सिर्ने भनेर क्युआर स्क्यान बेल अन गर्दै चालेको नि रेडी हो सबजना जापानी अलिकति देखेर हुन्छ भिडियोहरुमा अनि के हो यो मैचा विथ क्यामेरा मलाई ठिक्क भयो साइज ठिक्क छ के हैन साइज कति हो यो यो कति हो साइज 42 हो नेपालको त 42 हो मम्मीलाई हिरोइन ओ दिनलाई बिजी भयो ए त्यो ओला यो सिरबन्दी लाउँछ नि मैले त ठुलो बटा गरे ब्रो हाम्रो मम्मीहरुलाई होइन तिम्रो घरमा स्कुल ल्याइदिने हो हामीले ल्याइदिने हो त्यही त बस्छ तिमीहरु तिमीलाई लगाउने भनेको के हो के सोचे यिनीहरुले कस्तो के एकछिन म इस्ट पत्ता लाउँछु इस्ट उता हो इस्ट उता हो के भनेपछि यतातिर माथि बस्छ यार साडीमा आगो लाग्ला है लाग्दैन म त हात मार्तीमा यसको एकदम जोगाउनु पर्छ खिच्नु होला त तिमीले लगाइदैन मरि ल बुढालाई पहिला लाउनु बुढालाई अनि डाइरेक्ट लगाउनु पर्छ दाइ ओइ दाइले सम्झेला दुईटै पनि आर्मी गरेको के भनेर कडा आशीर्वाद देऊ आशीर्वाद कसरी दिन आउनु है नौ दुर्गा भवानीले रक्षा गरून् त्यही आशीर्वाद मम्मी भन्दिन त दाइले मम्मीले ब्याकग्राउन्डमा भन्नु है त मम्मी ब्याकग्राउन्डमा है त ल छिटो नौ दुर्गा भवानीले रक्षा गरून् आँटेको पुगोस् सफलता मिलोस् उन्नति प्रगति होस् अनि के अरे छोराछोरी हुन् छिटै बच्चा बच्ची देख्न पाइन् डाँडा ढाकुन् हाम्रो सम्बन्ध सधैँ अझै राम्रो ए पैसा निकालेर गयो यार पैसा पनि आउँदो रहेछ ए मैले यसमा सिमा खाली हातमा गराइदिएको है यो खसेछ अनि त्यही भएर उ जमरा देऊ न मलाई मैले दिएको होइन तिमीलाई जमरा यहाँ यस्तो लाग्छ ब्रो तिमीलाई एउटा कति सुचु भएको फेरि कोची हालेर चाहिँ किन यहाँ हेरौँ न होइन त 100 रुपैयाँ के राखेर त्यो इमेलमा राख्नु भयो कि ब्रो 100 रुपैयाँ निकालेर त अहिले बिटो पछाडि रहेछ क्या हेर नि त्यहाँ मम्मीले भनेको कोरे भगवानले मम्मी नवदुर्गा भवानीले रक्षा गरून् आँटेको पुगोस् मनले चिताएको पुगोस् सुख शान्ति होस् अनि उन्नति प्रगति होस् खुट्टा छिटो सन्चो होस् रोग नलागोस् नाति नातिना काखमा देख्न पाइयोस् नाता नातिना मेरो होइन मम्मीले मम्मीले आफ्नोलाई भने हो मम्मीले आफ्नो भनेको मैले भने होइन इच्छा पुरा होस् सबै इच्छा पुरा नेक्स्ट टाइम फेरि लगाउन पाऊ होइन रेडी गर्नु भएको ल अब म मामीलाई ल नवदुर्गा भगवानले रक्षा गरौँ है आयुष जति अर्को वर्ष आउँदा दुईजना टिका लगाइरहेको छौँ अर्को वर्ष आउँदा तिनजना चारजना कस्तो मिलेको क्या उसको र मेरो कुरा थ्याङ्क यू ह्याप्पी दसैँ ल
नवदुर्गा भगवानले फेरि पनि रक्षा गरौँ त्यो होइन राम्रो होस् सबै चाँडो आओस् हरियो पत्ता चाँडै आओस् हरियो पत्ता चाँडै आओस् र सबै सुखी होस् है त दुईजना टिका लगाइदिन्छौँ अर्को पालि आउँदाखेरि तिनजना 4 खुसीको खबर सुन्न पाउँ चाँडै है ल अब कसको पालो ठुलो पनि हो ल सबलाई चाहिँ चाँडै हाले एकदम पुरा माने नेक्स्ट टाइम चाहिँ फ्यामिली हो नेक्स्ट टाइम फ्यामिली आए सिंगल होइन he is married don't say that he is married he is waiting for his wife अरे बे भन्छ बे भइसक्यो भाइ लास्ट इयर गएको भनेको ए मेरो जस्तै हो के ए नेपालमा छ चाँडै आओस् छोरीको चाँडै भएर सबै कुरा राम्रो होस् नेक्स्ट इयरसम्म भएपछि अब सबै राम्रो व्यवस्था सबै होस् पढेको कुरा सबै एमबिसी काकामान पनि सबै जाओस् भाइलाई ल भरपुर न धेरै टाढा आयो एकदम खुसी लाग्यो है ल्याएर अब यही स्टेटमा बस्न आउने भाइलाई खै यो स्याउ त्यो केरा एउटा स्याउबाट मात्र भइपुग्छ है होइन खाने होइन नि बाबु त्यो हेर्ने हो क्या जमरा आइस भाग्यमानी भए नढोक्यो मलाई नमस्ते भाग्य लसै गर्दैन फेरि नमस्ते गर्छु मैले हाम्रो माथि भाग्य भन्छ ठुलोलाई भाग्य भने बाबु मेरो खुट्टा हात धोउने भाइले फेरि भाइलाई सलुट हाल्नु पर्ने जस्तो लागिरहेको मलाई यहाँ ल यसलाई चाहिँ मिलाउनु पर्ने भयो अब को मिलाउनु पर्ने सबै कुरा गरे हामीले अघि होइन मैले यहाँ मार्केटमा सबैसँग कुरा चलाइरहेको छु है एउटाबाट कन्फर्मेसन आओस् बाबुको धेरै राम्रो होस् सोचेको जस्तो यहाँ सोचेको भाइको चाहिँ मलाई थाहा छैन यार मम्मीले थाहा छ होला नि वर्ष अर्को केटी बुहारीसँग भेट यहाँ भनेर महिनामा आइरहन्छ त्यो चाहिँ हामी अर्को वर्ष टिका गर्दा भनेको निधार खाली नहोस् भाइलाई बिहे गर्नु नेपालले जाने होला के अफकोर्स याद भयो हैन अफकोर्स ल यति गरे नामले स्याउ र केरा ट्याक्कै गनेरै हिजो स्याउ पनि राखेको अब मम्मी यस्तो गर्ने कार्यक्रम कसले होला छोरी हैन र ल बाबु रेखाको त फोटो ओ बाबु ल चिरञ्जीवी भए बाबु धेरै धेरै खुसी भए एकदम धन्यवाद बाबु भने जस्तो होला कि भनेर डर के बाहिर त बाबुलाई चाहिँ सबै भरपूर्ण होस् ल हामी सानो भाइ सानो भेनाजु सानो दिदी छौँ भन्ने पनि विचार गरौँ नेक्स्ट टाइम आउँदाखेरि आइस ब्रो भनेर आज टिका भर्न पाउँ त्यति हो ल होइन मलाई ब्रो भने पनि भेनाजु भने पनि आम हो के बाबुलाई चाहिँ केरा मात्रै दिएँ है त ल ठिक छ ल यहाँ खुट्टा छिटो है त टिका त पुरै खुसी मेरो प्रेक्षाको खुट्टामा हो क्या ढोकेर मलाई दिन्छ नि त भयो पर्दैन ठिक छ भोलि साथीहरूले के वेर टाउको भन्छ मलाई थाहा छ एउटा पुग्दा रातो टाउको दिए ल यो चाहिँ नेवारी ड्रेस साडी यसलाई चाहिँ के भन्छ न्याकुसिख थाहा छैन अनि यो चाहिँ साडी नाइस नेवर नै मैचा भनेर बसेको छ टिपिकल चाँदीको यो चाहिँ चाहिँ आन्टीले लगाइदिनु भएको छ राम्रो राम्रो
तिमीलाई भने क्या मम्मीलाई हामीले बस्छु कि एउटा कुरा चाहिँ होइन ल यो हाम्रो दसैँको खाना हो यो है के बनाएको छ नि अचार साग के हो यो तरकारी खसीको मासु भुटन होइन हाम्रो सञ्जीव ब्रो आयुष ब्रो यहाँ होइन दिस इज पक्कु पक्कु इज भेरी गुड होइन पक्कु भेज टु पक्कु अनि पक्का पक्कु अनि अलिअलि पक्कु पक्कु म खान्छु नि चाख्नु पर्ने एउटा खाने बेला खाने रे एउटा मात्र खानु एउटा राख्छु नि त मलाई एउटा यस्तो मिठो चाहियो त के हो ल बब्बा है ल बब्बा बुढालाई मैले खाने कुरा दिनु पर्दैन अहिले जाम पछि दिउँला ल हामी कहाँ जान लाग्यो लेट्स गो फ्र्याङ्किज अनि आज के हो गाइस बडा दसैँ बडा दसैँ हामी गोकाट खेल्न आएका छौँ सबैजना छौँ अब आज दुईजना बस्ने एउटा मैले त भिडियो लिएको छु है डोन्ट माइन्ड है अब हामी यहाँ कार्ड किनिरहेका छौँ आर्केडको लागि यो चाहिँ हाम्रो आर्मीवाला भाइ नमस्ते ह्याप्पी दसैँ अब यता तपाईँ ढुक्क भने तपाईँ जित्न सक्नुहुन्छ मलाई भनेर चाहिँ हो अफकोर्स बाबु म उडाउने न म उडाउने मान्छे पऱ्यो होइन उडाउनु न उडाउनु के भयो चिसो भयो त यहाँ चिसो भयो है यो होइन चिसो तिमीलाई चिसो भएको छैन सन्जयले यहाँ पुरै हराउँछु भनेर मलाई च्यालेन्ज थियो त्यहाँ हेर पुलिस हो कि को थियो बन्दुक लिएर बसेको थियो आयुष गाडी झन्डै एक्सिडेन्ट भएको थियो होइन तर गरम त्यसले ठिकै हो आयुष कस्तो भयो एक्सपिरियन्स भेरी गुड अनि बिचमा रोकिरहेको थियो भन्दा थियो रोकेन मैले नाटक गरेको उसको चाहिँ रोकेको मेरो त फुलै रोक्यो पनि गाडी त्यो मान्छे आएर फेरि स्टार्ट गर्नुपर्ने भएको यता कस्तो भयो बिचमा गाडी रोकेर एक्सिलेटर दबाउँछु पछाडि जान्छु सिधा कुदाउने होइन रहेछ क्या बङ्गाएर कुदाउने रहेछ क्या अब यसले मान्छे मान्दैन नभए ल